काठमाडौँको दृश्य, बीपी राजमार्ग, घुमाउरा सडक, पहाडी दृश्य, यात्रामा निस्किएको टोली। नेपालका धेरै सुन्दर गन्तव्यहरू अझै पनि पर्यटकको नजरमा आउन लालायित अवस्थामा नै छन्। डहु, सुनापाती, सैलुङ यस्तै स्थानहरूमध्ये पर्न आउँछन् जसले प्राकृतिक संस्कृति र इतिहासका कथा, गाथा र आध्यात्मिकताका अनुपम अनुभवका अब एव किस्तीभरि सजाएर पर्यटकहरूलाई जीवनकालको अनुभव हिजो 10 जना चाहिँ पर्यटन आउँदैन थियो भने अहिले दिनको 100-150 जना पर्यटकहरू यहाँ आउने गरेका छन्। धार्मिक, सांस्कृतिक यहाँका चाहिँ तपाईको पहिचान, यो सबै कला, संस्कृति, धार्मिक भन्ने कुरा जात जातिहरू, भाषा भाषीहरूलाई संरक्षण गर्न सकेको खण्डमा मात्रै हाम्रो यो सुनापतिको समृद्धि हुनेछ। यी स्थानहरूको निम्ता मान्न काठमाडौँबाट पूर्वतर्फको यात्रा सुरु गर्दै हामी निस्कियौं नेपाल आउने पाहुनाहरूलाई लाइफ टाइम एक्सपिरियन्स गराउने नयाँ पर्यटकीय गन्तव्यको सम्भावना खोज्दै। हाम्रो सम्भावनाको गन्तव्य थियो रामेछापको सुनापति गाउँपालिका हुँदै दोलखा सैलुङसम्मको सम्भावित पर्यटन पदमार्ग। सिन्धुली जिल्लाको पवित्र कुशेश्वर महादेव मन्दिरको पूजा आराधनापछि यात्रा हिमाल, पहाड र धार्मिक आस्थाको संगम बनेको सुनापति गाउँपालिकातर्फ अगाडि बढ्यो। यात्रामा पहाडको उचाइ जसै जसै बढ्दै जान्थ्यो, आँखा र मन त्यति नै प्रकृतिको सौन्दर्यमा अडिँदै गयो। मस्तिष्कमा तिनका चलचित्रहरू छायाङ्कन भइरहेका थिए। हरिया डाँडा, शान्त बस्ती र मनोरम दृश्यहरूले यात्राले आत्मिक अनुभूतिको सँगाल्ने अवसर दियो। सुनापति गाउँपालिकाको लामा गाउँमा स्थानीय समुदाय परम्परागत धिमे बाजा, डम्फु नृत्य र तामाङ सेलो सहित सांस्कृतिक मिष्ठान्न सहित पाहुनालाई न्यानो स्वागत सहित तामाङ समुदायको मौलिक कला, संगीत, आत्मा र पहिचानसँगको पहिचान गराउँदै लाइफ टाइम्स एक्सपिरियन्स सँगाल्ने अवसर दियो। आधुनिकताको प्रभावले धेरै मौलिक संस्कृतिहरू हराउँदै गइरहेका बेला सुनापतिले आफ्नो सांस्कृतिक सम्पदालाई जीवन्त राख्न सफल भएको देखिन्छ। यहाँको प्रत्येक परम्परा, प्रत्येक बाजा र प्रत्येक नृत्यले समुदायको इतिहास र पहिचानको कथा सुनाइरहेको छ। सुनापतिको अर्को प्राकृतिक र धार्मिक सम्पदा लखपति माने डाँडा विभिन्न धार्मिक स्थल, रमणीय बस्ती र हरियालीले भरिएको भूभागले पर्यटकलाई साँच्चै लाइफ टाइम एक्सपिरियन्स दिन्छ। यहाँको शान्त वातावरण, ग्रामीण जीवनशैली र प्राकृतिक सौन्दर्यमा आन्तरिक तथा बाह्य पर्यटक दुवैले उत्तिकै आनन्द लिन सक्छन्। सुनापतिबाट लखपति डाँडा, अग्लेश्वर महादेव, गाल्पा बजार हुँदै यात्रा जब अगाडि बढ्छ, सैलुङको विशाल भूभागमा पुगिन्छ। सानो सैलुङ र ठूलो सैलुङ हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूका साझा आस्थाको केन्द्र हुन्। सैलुङ आफ्नो अनुपम प्राकृतिक छटा पर्यटकलाई स्वागत गर्न आफ्ना आँखा हरदम केन्द्रित गरिरहेको अनुभूति जो कसैले पनि सजिलै गर्न सक्छन्। धार्मिक पर्यटन, पदयात्रा पर्यटन र प्रकृति पर्यटनलाई एकैसाथ विकास गर्न सकिएमा नेपालले पक्कै पुनः पर्यटकलाई जीवनकालको अनुभव गराउने अर्को गन्तव्यको रूपमा स्थापित हुन्छ। सुनापतिदेखि सैलुङ प्रकृति, संस्कृति, इतिहास र आध्यात्मिकताको अनुपम संग्रहालय हो। ग्रामीण जीवनको अनुभव, संस्कृतिको अवलोकन, स्थानीय परिकारको स्वाद अनुभवको भोग र नयाँ गन्तव्य, शान्त वातावरणमा मन शान्त, चित्त शान्त र हृदय शान्त अनुभूतिको खोजी यहाँ आएर टुङ्गिन्छ।